हेलो साथीहरू आज चाहिँ म चाहिँ के बनाइरहेको छु भने चाहिँ नि अन्डाको नयाँ डिस बनाइरहेको छु। अब यो मसला पाक्दैछ मेरो है। हुन त अघि 12 बजी पनि मैले बनाएर खाएको थिएँ। अब अरूहरूले चाहिँ खसीको मासु पकाएर खाएको थियो। अब म चाहिँ खाँदिनँ है। त्यही भएर चाहिँ मैले चाहिँ अन्डा चाहिँ नयाँ स्टाइलले चाहिँ बनाएर खाएको थिएँ नि त अन्डाको सब्जी है। सो यसमा चाहिँ मैले के हालेको छु भने चाहिँ प्याज है, लसुन, टमाटर अनि मसलाको नाममा चाहिँ तोरी र तिल मात्रै पिसेर हालेको छु है साथीहरू है। अब तपाईँहरूले चाहिँ धेरै मात्रामा मसलाहरू मन पराउँछ भने चाहिँ तपाईँले जिरा, धनियाँ के हुन्छ गरम मसला है त्योहरू पनि पिनेर चाहिँ हाल्नु सक्नुहुन्छ अथवा प्याकेटकै पनि लाउनु सक्नुहुन्छ है। अब हामी चाहिँ बेस धेरै मात्रामा चाहिँ मसला खाँदिनँ है। अनि यो चाहिँ कसरी पकाउँछ भन्दा चाहिँ नि पहिला मजाले मसला पकाउनुपर्छ हो साथीहरू। त्यहाँ यो मसला पाकेपछि चाहिँ अलिकति पानी चाहिँ हालेर फेरि अलिकति उमाल्नु पर्यो है। सो उम्लेपछि चाहिँ हामीले अब जस्तै अब अहिले चाहिँ सबैले खाइसकेको छ है। म मेरो हस्बेन्ड र नानी ठुलो नानीले मात्रै खाएको छैन नि त। अनि 12 बजी चाहिँ मैले मेरो हस्बेन्डलाई लु चाख त तिम्रो त्यो खसीको मासुभन्दा मिठो भएको छ मेरो यो सब्जी भन्दा चाहिँ उसले चाख्ने हुँदा चाहिँ उसलाई चाहिँ धेरै मन पर्यो है। सो त्यही भएर चाहिँ उसको फरमाइसमा चाहिँ मैले यो पकाइरहेको छु है। अब यो लगभग मेरो मसला चाहिँ पाकिसकेको छ है। अब यसमा चाहिँ म अलिकति पानी हाल्न गइरहेको छु। अनि यो पानी उम्लेपछि चाहिँ म यसमा चाहिँ 2टा अन्डा चाहिँ फुटाएर हाल्नेछु साथीहरू। लु साथीहरू मैले चाहिँ यसमा चाहिँ 2टा अन्डा फुटाएर हालिसकेको छु है। अब तपाईँलाई फुटाएर हाल्दै गरेको चाहिँ म देखाउन सकिनँ किनभने मैले एउटा हातमा चाहिँ क्यामेरा समाएर चाहिँ भिडियो बनाइरहेको छु है। अनि मैले अन्डा हालिसकेपछि चाहिँ यसलाई एकदम डिस्टर्ब नगरिकन है, नचलाइकन चाहिँ कम्ती फ्लेममा चाहिँ म नभने पनि 3-4 मिनट चाहिँ यसलाई पकाउने छु। अनि पाकिसकेर चाहिँ म तपाईँलाई देखाउने छु ल साथीहरू। लु है साथीहरू मेरो यो स्पेसल डिस है अन्डाको स्पेसल डिस लगभग पाकिसकेको छ। अनि यो खानुमा साँच्चै नै एकदम टेस्टी हुन्छ किनभने मैले आफै 12 बजीतिर बनाएर खाएको पनि थिएँ। मेरो हस्बेन्डलाई पनि दिएको थिएँ है। अब उसले हतपत त्यति साह्रो चाहिँ खानेकुरो त्यति मन पराउँदैन नि त। तर यो डिस चाहिँ उसले धेरै मन पराइदियो है। अनि उसकै फरमाइसमा चाहिँ मैले बनाएको छु आज। अनि तपाईँहरूलाई पनि मेरो यो आजको डिस चाहिँ मन पऱ्यो भने चाहिँ तपाईँहरूले पनि एकपल्ट चाहिँ बनाएर चाहिँ ट्राई गर्नुहोस्।